भगवान यस्ता प्रकारबाट मैले हजुरको भाव भक्ति र श्रद्धा प्रेम कहिले नटुटाम। हजुरका चरणमा मेरो चित्त सदैव लागिराखोस्। मेरो प्रभु हजुरमाथि मेरो बारम्बार कोटि प्रणाम छ। मेरो दयाको सागर हजुर नै हुनुहुन्छ। हजुरदेखि बाहेक मेरो अरू कोही छैन। कृपाको निदान पनि हजुर नै हुनुहुन्छ मेरो परमात्मा। अब हजुरको चरणारविन्दको म ध्यान गर्दछु, श्रद्धा गर्दछु, प्रेम गर्दछु। म माथि दया राखी बक्सोस् भनेर उद्धवजीले दुई पाउ समातेर प्रभुका चरणमा बिन्ती गर्दै भन्न लाग्नुभयो। पाउ परि बिन्ती गर्दै उद्धव थरेर, पाउ परि बिन्ती गर्दै उद्धव थरेर, मुटुभित्र गाँठो पर्यो आँसु बरेर। पाउ परि बिन्ती गर्दै हरे पाउ परि बिन्ती गर्दै उद्धव थरेर, मुटुभित्र गाँठो पर्यो